पार्टी सभापति र अध्यक्षमा कुर्सी नै काटकुट गरेर दुईटा तीनटा राख्नेदेखि विभिन्न अभ्यासहरू भए। हामी यो सबै अभ्यासको युगबाट एकैचोटि डिपार्चर लिने हो, एकैचोटि बाहिर। एउटा पार्टी, एउटा झन्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष, एउटा सभापति, बस एकैपटक। अब हामी धेरै यो टालटुले राजनीतिको बाटोबाट जान सक्दैनौँ। त्यसकारणले हामीले सम्मानजनक मध्यम आय भएको देशमा पुर्याउँछौँ 10 वर्षभित्र भनेर हामीले यसै भनेका होइनौँ। र जुन उत्साहका साथ आज देशभर र विदेशमा समेत रहेका नेपालीहरूले जुन अन्दाज रासोपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर स्वर्णिम बग्नेल यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। नेताका रूपमा, पार्टीका रूपमा हामीले के गर्नुपर्छ? हामी गर्छौँ। आफ्नो स्वार्थलाई अगाडि राखेर होइन, देशको स्वार्थलाई अगाडि राखेर। म बाचा गर्छु तपाईँहरूलाई, देशको हितलाई ध्यानमा राखेर नेताका रूपमा यो देशलाई निकास दिन, कुशासनको युगबाट एकैपटक बाहिर निकाल्न, भ्रष्टाचारको युगबाट एकैपटक बाहिर निकाल्न नेताका रूपमा, पार्टीका रूपमा के गर्नुपर्छ हामी गर्छौँ। जनताका रूपमा तपाईँको हातमा काम होस्। यति मात्र होइन, अहिले चाहिँ देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुहोस्, सिनेमा त हामी पनि देखाउँछौँ, सिनेमा त रासोपाले पनि देखाउँछ, तर प्रतिशोधपूर्ण होइन। प्रतिशोधको श्रृङ्खलालाई मैले बिर्सिसकेको छु। जुन दिन नोखुबाट बाहिर निस्केँ, मेरा मुद्दाको मेरो तरबार त टाउकोमाथि बाँकी नै छ। मलाई त्यसको पर्वाह हिजो पनि थिएन, आज पनि छैन। त्यही भैरवामा कालकोठरीभित्र गोल घरभित्र थुनेर राख्दाखेरि पनि भ्रष्टाचारीको सातो लिने क्षमता चाहिँ मैले कहिले पनि घटाइनँ। मलाई मेरो चिन्ता होइन, किनकि देशले जबरजस्त परिवर्तन खोजिरहेको छ। परिवर्तन र इतिहासको पन्नालाई च्यात्ने, इतिहासको बहावलाई नै रोक्ने जुन प्रयास गरेको थिए त्यसको परिणाम हो। तर पार्टीका रूपमा, नेताका रूपमा हामी त्यहाँ पुग्छौँ जहाँ पुग्दाखेरि जनताले भोट हालिदियो भने देशले परिणाम दिन सक्छ, देश नयाँ बाटोमा जान्छ। हामी त्यसका लागि तयार छौँ। विशेष गरी पार्टी सभापतिका रूपमा मेरो काँधमा विशेष जिम्मेवारी आएको छ। यो विशेष जिम्मेवारीलाई म नेपाली जनताको विश्वासलाई साथमा लिएर र नयाँ आउनुभएका साथीहरूलाई विश्वासमा लिएर म दृढताका साथ निभाउँछु। म तपाईँलाई वचन दिन चाहन्छु, दायाँ बायाँ कहीँ कतै केही हुँदैन, कसैले दायाँ बायाँ गर्न पाउँदैन। तपाईँ हाम्रो हातमा आज पार्टीका रूपमा हामी जोडिएका साथीहरू र अहिले अगाडि बढ्ने साथीहरूको हाम्रो हातमा अहिले यो हलमा भएका मान्छेको मात्र होइन, तपाईँहरूको घरमा भएका बालबालिकाहरूको भविष्य पनि अहिले हाम्रो काँधमा आइपुगेको छ। यो सानसुने कुरा होइन साथी हो। घरमा भएका साना केटाकेटीको मात्र होइन, अब जन्मन बाँकी भएका केटाकेटीहरूको भविष्य पनि हाम्रो काँधमा आएको छ। यो खेलाँची गर्ने समय होइन, यो खेलवाड गर्ने समय होइन, र हामी सक्छौँ, हामी सक्षम छौँ। त्यसैले छौँ। इतिहासको यो महत्त्वपूर्ण मोडमा यो देश पहिलोपटक उभिएको होइन, धेरै पटक उभिएको छ। यो देशले इतिहासमा धेरै पटक अवसरहरू पाएको, तर दुःखका साथ भन्नुपर्छ, देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे देश गरिब रह्यो। अब त्यो हुनेवाला छैन। रासोपाको उपस्थितिमा तपाईँ हामीलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन। इतिहासले दिएको यो अवसरलाई हामीले व्यक्तिगत लाभका लागि र पार्टीका लाभका लागि खर्च गर्नेवाला छैनौँ, देशको हितका लागि समर्पित गर्नेछौँ। म सम्झन्छु त्यो दिन 79 असार 7 गते यही हलबाट हामीले रासोपाको उद्घोष गरेका थियौँ। म त्यहाँबाट केही कुरा सुरु गर्न चाहन्छु। रासोपालाई, यसको नेतृत्वकर्ताका रूपमा मलाई पनि केही आरोपहरू छन्। यो समावेशी छैन अथवा यसले समावेशितालाई अँगाल्दैन भन्ने किसिमका केही आरोपहरू छन्। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, जतिखेर देशले परिवर्तनको आवाज गुन्जाइरहेको छ भन्ने कुराको आभास पाएपछि हामीले पार्टी स्थापना गरी अगाडि बढ्ने निधो गऱ्यौँ। त्यतिखेर
केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो, हामीले केही पनि पाउन सकेनौँ। अनि छामछाम चुमचुम गर्दा वरपरका देखिएका साथीहरूलाई हात जोडेर, साथी हो तिमीहरू भए पनि समावेश भौ न यो अभियानमा, आउ न, देऊ न नागरिकता, देऊ न भोटर आइडी भनेर जम्मा भएर सुरु गरिएको अभियान हो। आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो, तर त्यतिखेर मैले धेरै साथीहरूलाई सम्झाउन बुझाउन सकिनँ। त्यसैले गर्दा समावेशिताको गाली खान म बाध्य भएको छु। तर नियतमा कहिले पनि कमी थिएन, नियत कहिले पनि खोटो थिएन। समयक्रमले यसलाई प्रमाणित गर्दै जान्छ भन्ने कुरामा म विश्वस्त थिएँ छु। र आज जब यो ऐतिहासिक मोडमा हामी आइपुगेका छौँ, यहाँ आइपुग्दाखेरि रासोपा फैलिएको छ, जनताको विश्वास बढेको छ। र म फेरि पनि तपाईँलाई आज जोड लगाएर के भन्न चाहन्छु भने, फैलिएको यो विश्वास र भरोसालाई मेरा व्यक्तिगत रूपमा या पार्टीका रूपमा या कुनै गुटका रूपमा कसैको लाभका लागि होइन, मात्र यो सिङ्गो देशको लाभका लागि खर्च गरिनेछ, त्यसलाई मध्यनजर राखिनेछ। म फेरि पनि सम्झन्छु आफ्नो राजनीतिक प्रतिवेदन, पहिलो राजनीतिक प्रतिवेदनमा भनेको कुरा, जहाँ मैले बताएको थिएँ कि नयाँ शक्तिहरू एक ठाउँमा उभिने क्रमलाई सुरुवात गर्नुपर्छ। देश परिवर्तनको सङ्घारमा उभिएको छ। यतिखेर मैले के पाउँछु भनेर होइन, मैले के दिने भनेर बैठक बसियो भने त्यो बैठकहरू सफल हुन्छन्। र म त्याग गर्ने मानिसहरूको नाम सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्ज गराउँछु भनेर मैले इतिहासलाई दर्ज गराइसकेको हो। र त्यो सिलसिला सिद्धिएको छैन, त्यो सिलसिला सिद्धिएको छैन साथी हो। अब यसको सुरुवात हामीले गरेका छौँ। व्यापक रूपमा आशा गरिएका शक्तिहरूलाई एक ठाउँमा लिएर गएर हामीले सम्पूर्ण रूपान्तरण गर्ने बेला आएको छ। यो ऐतिहासिक मोडमा म यति कुरा बताउन चाहन्छु, राजनीतिक यात्राका क्रममा नागरिक उन्मुक्तिसँग जोडिनुभएका, थारुवाट आन्दोलनसँग जोडिनुभएका साथीहरू, अभियन्ता साथीहरूले आफ्ना अनुभवहरू यहाँ सुनाउनु भयो। त्यसका व्याख्याहरू मैले यहाँ धेरै भए। तर म एउटा कुरा तपाईँलाई बताउन चाहन्छु कि अब म व्याख्या होइन, बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडिने हो। व्याख्या सकियो, अब व्याख्याको काम छैन। कसले के गरे के गरेन, अब त्यो व्याख्याको काम छैन। के व्याख्या गरौँ हामी? 2/3 सरकारले नागरिकमाथि गरेको दमनको के व्याख्या गर्नु? 34 वर्षसम्म यो देशलाई हरिकङ्गाल बनाएकाहरूको के व्याख्या गर्नु? त्यो व्याख्याले केही पनि हुँदैन। अब बदल्ने हो, अब बदल्ने हो। हामी सबैका अनुभवहरू छन्। तपाईँको अनुभवले यस पार्टीलाई, यो अभियानलाई समृद्ध बनाउनका लागि तपाईँहरू जोडिनु भएको छ। साथीहरूले आफ्नो मन्तव्यको क्रममा अलिकति केही समानुपातिकमा न्याय गर्नुपर्ने लागि केही भन्ने कुराहरू गर्नुभयो। समानुपातिकमा 2 जना साथीलाई न्याय होइन, सिङ्गो थारू समुदायलाई न्याय गर्ने कुरा गरौँ साथी हो। यो यात्राको क्रममा इतिहास बदल्ने यो बेलामा एउटा दुईटा कोही साथीभाइहरू छुट्लान् नछुट्लान् त्यसको हामी परवाह नगरौँ। तर आन्दोलनका रूपमा तपाईँले वर्षौँसम्म झेल्नुभएको यो उत्पीडन, वर्षौँसम्म झेल्नुभएको यो विभेदको अन्त्य मैले, यो पार्टीले होइन, तपाईँ हामी सबैले सँगै मिलेर, सँगै लडेर, सँगै परिणाम दिने हो। हामी आज त्यसका लागि बसेका हौँ। विभिन्न मञ्चहरूमा प्रतिबद्धताहरूको कमी भएको होइन, मानिसहरूले प्रतिबद्धता व्यक्त गरेकै हुन्। तर यो अवसरलाई पनि हामीले गुमायौँ भने हामी नेताका रूपमा त कहीँ कतै चिनिन्छ होला, तर इतिहासले मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको एउटा गलत पात्रको रूपमा पनि हाम्रो चित्रण गर्ने खतरामा हामी बसेका छौँ। त्यसैले हामी अत्यन्त जिम्मेवार हुनुपर्ने मोडमा उभिएका छौँ। उपस्थित साथीहरू, विशेष गरेर थारू आन्दोलन र टिकापुरका घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन। मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। सिक्ने र समृद्ध हुने क्रममा म अझै पनि आफूलाई सिकारु एउटा नागरिक भनौँ, सिकारु एउटा राजनीतिक कर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अगाडि बढेको छु। यी मात्र होइनन्, धेरै कमी कमजोरीहरू भएका होलान्। त्यसले मलाई एउटा पाठ सिकाएको छ। मलाई विश्वास छ यो यात्रामा तपाईँहरूको साथमा हामी विगतमा भएका जति पनि कमी कमजोरीहरू छन् तिनलाई सच्याउनेछौँ र त्यसलाई ऐतिहासिक मोडमा लिएर जानेछौँ। जुन समाजमा विभेद हुन्छ त्यो समाज मान्छे बस्न लायक समाज रहँदैन। विभेद रहित समाज निर्माण गर्ने क्रममा पार्टी प्रतिबद्ध छ। हाम्रा प्रतिबद्धताहरू लिखित रूपमा हामीले प्रस्तुत पनि गरि नै सकेका छौँ।
जसलाई यहाँहरूले हेर्नुभएको छ। र आज हामीले हस्ताक्षर गरेका कागजमा आज गरिएको हस्ताक्षरका ती अक्षरहरू फगत अक्षरहरू मात्र होइनन्, त्यो हामीले विशेष गरेर थरुवाट आन्दोलन र थारू समुदाय सम्पूर्ण त्यो इतिहासलाई साक्षी राखेर गरेको हस्ताक्षर हो। त्यसको जवाब हामीले पुस्तौँ पुस्तासम्म दिनुपर्ने हुन्छ। म तयार छु। पार्टी सभापतिका रूपमा यो जिम्मेवारी लिन म तयार छु। म नखु कारागारमा रहिरहँदा स्वाभाविक रूपमा भेटघाट गर्ने इच्छा गर्ने सद्भाव राख्ने साथीहरू खोज्दै आउने क्रम थियो। स्वाभाविक रूपमा मलाई माया गरेर खोज्न आउनेहरूको सङ्ख्या धेरै थियो, तर मैले खोज्ने सङ्ख्या एकदमै कम थियो। मैले आफैले खोजेर भेट्न चाहेर खोजेको चाहिँ थरुवाट आन्दोलनका साथीहरू थिए, थारू अभियन्ताहरू थिए। मलाई यसमा गर्व लागेको छ। म गर्वको महसुस गर्दछु कि मैले सबैभन्दा बढी समय पछिल्लो 2-3 महिना यसै विषयलाई लिएर दिएँ। कहाँ कहाँ कमी कमजोरीहरू भएको छ त्यहाँबाट सच्याउन सुरु गर्नुपर्छ भनेर हामीले तपाईँहरूलाई सँगै जोडेर जाने अभियान सुरुवात गऱ्यौँ। किनकि हामीलाई थाहा थियो जसरी मुलुकमा परिवर्तनको एउटा नयाँ सन्देश जाँदैछ, परिवर्तनको यो सन्देशमा अल्पसङ्ख्यकहरू, सीमान्तकृतहरू र विभेदमा परेका पारिएकाहरूलाई प्राथमिकताका साथ लिएर जान सकिएन भने राज्यको रूपान्तरण र हामीले सोचे जस्तो, हामीले खोजे जस्तो समाज बनाउन सकिँदैन भन्ने कुरामा म विश्वस्त थिएँ, हुँदैछु र सिक्ने क्रम मेरो निरन्तर जारी नै छ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, आज म धेरै कुराहरू भन्न गइरहेको छैन, किनकि अझै पनि यो अभियानलाई निरन्तरता दिनको निमित्त धेरै साथीहरूलाई जोड्नुपर्ने गहन जिम्मेवारीमा म उभिएको छु। यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सकियो भने मुलुकले एकैपटक निकास पाउनेछ। म पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु, उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ। जति तपाईँहरूले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनु भयो, अब थप जोडबल नगर्नुहोस्। योभन्दा गए गुज्रेको बहिर्गमनको सपना नदेख्नुहोस्। अपदस्थताको पराकाष्ठा हो त्यो, यसभन्दा पर नसोचिदिनुहोस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुहोस्, चलखेल नगर्नुहोस्, हात लम्काउने चम्काउने नगर्नुहोस्। मुलुकलाई निर्वाचनमा लिएर जानुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्नेछन्। त्यो अभिमत मार्फत हामीले नयाँ इतिहास कोर्नु छ एकैपटक। त्यो इतिहासलाई यहाँहरूले सक्नुहुन्छ भने योगदान दिनुहोस्, सक्नुहुन्न भने बिथोल्ने कोसिस नगर्नुहोला। किनकि मुलुक अब कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिबाट होइन, सहज परिस्थितिबाट अगाडि बढ्न चाहन्छ। हामी एउटा आरोप होइन, कयौँ आरोपहरूमा लडिरहेका छौँ। कतिपयले लोकप्रियतावादी पपुलिस्टहरू मिले, यिनीहरूमा चाहिँ राजनैतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्न पाउँदा आत्मैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुनलाई अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा तपाईँहरू तृप्त हुनुहुन्छ भने तपाईँ तृप्त भइरहनुहोस्। हामी त्यही गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पुरा गरेरै छाड्छौँ। अब हामी फरक जिम्मेवारीमा छौँ। जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरूले अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई अथवा पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अबको समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मानमर्दन गर्ने कामबाट हामी अब बाहिर निस्किनुपर्छ। साथी हो, म रासोपाका सम्पूर्ण शुभचिन्तकहरूलाई बताउन चाहन्छु र जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गर्नुको हातमा देश जाँदाखेरि मुलुक केही सङ्कटमै पो पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईहरूले चिन्ता गर्न पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईँहरूले उस्तै परे एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झिमिक्क नपारिकन हेर्ने बनाउने रासोपा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ।
बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ, हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालाबालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईँहरूले पपुलिस्ट भने पनि, तपाईँहरूको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह छ, क्षमता छ। त्यसकारणले म निर्धक्क हुनको लागि म अनुरोध गर्न चाहन्छु। चुनाव भाँड्ने घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ठान्ने काम नगरिदिनु होला। चुनाव नै हो, चुनावबाट नै निकास दिने हो। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीँबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि यदि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गरिदिनुहोस्, आफूले माया गरेको दललाई प्रतिपक्षमा राखिदिनुहोस् एकपटकलाई। अब त हेर्नुहोस्, केन्द्रीय सदस्यको सङ्ख्या पुर्याउनलाई नागरिकता समेत नपाएको, भोटर आइडी पनि नपाएको र बल्ल बल्ल हात जोडेर छेउछाउका साथीहरूलाई जम्मा गरेर सुरु गरेको राजनीतिक दलमाथि कति मुद्दा लागे, कति अवहेलना खेप्नु पर्यो। तर हामी थाकेनौँ, हामी बसेनौँ, हामीले आराम गरेनौँ, हामीले विश्राम गरेनौँ, हामी अगाडि बढ्यौँ। संसदीय अभ्यासमा हामीले अब्बल ढङ्गले विश्वलाई देखायौँ कि नयाँ पुस्ता पनि राजनीतिमा आयो र यसले गर्ने संसदीय अभ्यासले देशमा एउटा आशा र उत्साह जगायो। मैले भन्नै पर्छ, रासोपासँग जोडिनुभएका, रासोपाका वरिष्ठ नेताका रूपमा हामीले हिजो भर्खरै स्वागत गरेका बालेन्द्र शाहको उदयले युवाहरूको राजनीतिमा चासो बढायो र त्यहाँबाट नेपालले एउटा नयाँ झङ्कार सुरु गरेको थियो। त्यही अभियान अघि बढ्दै यहाँसम्म आइपुगेको हो। जेनजी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ। राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो खनियो कि मैले भनेकै थिएँ, मलाई पूर्ण 6 फिट 6.5 फिट जतिको खाल्डो खनेको भए खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो खन्नुभयो कि अब तपाईँहरू सबै नपुरिकन सुखै छैन। हामीले पुर्ने होइन, खाल्डो त तपाईँहरूले नै खन्नु भएको हो। त्यही प्रेसिडेन्ट सेट गरौँ, संसदलाई हामीले संसद जस्तो बनाऊँ भन्यौँ। उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ। तर त्यो संसदलाई तपाईँहरूले शक्तिको दम्ब देखाएर, सङ्ख्याको दम्ब देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो। जनताले मन पराएका भर्खरका नाति नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारको विरुद्ध उठाएको आवाजमा माइक काट्ने काम भयो, आवाज नसुन्ने काम भयो, हाम्रो माग पुरा नहुने काम भयो, पेल्ने, हेप्ने, अपमानित गर्ने, अपहेलित गर्ने, विभिन्न नाम दिने कामहरू भयो। परिणाम के भयो? म सुनिरहेको छु ठुला राजनीतिक दलहरू फेरि मिल्दैछन् रे। मिलेर ठुला राजनीतिक दलहरू नमिलेको हो त। जुन संसदबाट मलाई जबरजस्ती बाहिर निकालियो 2 घण्टामा सूचना टाँसेर, त्यही संसद फेरि बिउताउने भनिरहनु भएको छ उहाँहरू। 22 बिउताउने भन्नुभएको छ। के का लागि बिउताउन खोज्नु भएको? एउटा जेलमा परेका आमा बुवाका बालबालिकालाई वर्षौँदेखि पालन पोषण गरेर आउनुभएकी इन्दिरा राणा जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने पाप गर्नका लागि फेरि बिउताउन खोज्नु भएको। सहकारीको बाटो नहिँडेको मान्छेलाई प्रमाण छ भनेर जबरजस्ती मुद्दामाथि मुद्दा कोचेर जबरजस्ती संसदबाट बाहिर निकाल्ने संसद फेरि विस्थापना गर्न खोज्नु भएको। विभिन्न देशमा जाने नेपालीहरूबाट असुल उपर गरेर भिजिट भिसाका नाममा दिनमा लाखौँ कमाउनेहरूको विरुद्ध आयोग गठन गर न, छानबिन गर न भन्दाखेरि आवाज नसुनेर माइक काटिदिने संसद पुनर्स्थापना गर्न खोज्नु भएको। संसद त आउँछ, तर फ्रेस म्यान्डेट लिएर आउँछ, फ्रेस म्यान्डेट लिएर आउँछ, नयाँ साथीहरू सहित आउँछ, मुलुकले काँचुली फेर्छ। उपस्थित साथीहरू, मैले राष्ट्रिय राजनीतिका विषयमा यति कुरा भन्नु नै पर्ने थियो। जहाँसम्म आजको यो समारोहको आजको यो विषय छ,
दामोदर सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवाती दिनदेखि जुन ढङ्गले तपाईँले यसलाई सहजता गर्नको निमित्त अग्रसरता लिनुभयो, साँच्चै नै त्यो एउटा अभिभावकको भूमिका थियो। तपाईँ आफै थारू होइन, तर थारूको अधिकारका लागि तपाईँले जसरी प्रस्ताव राख्नुभयो र यसलाई त्यो घटना होइन, त्यो एउटा विध्वंस हो, त्यहाँ चाहिँ बर्बर यातना दिइएको छ भन्ने कुरा जसरी तपाईँले भन्नुभयो र त्यसलाई आज हामीले लिखित रूपमा प्रतिबद्धताका साथ प्रस्तुत गऱ्यौँ। तपाईँ जस्ता साथीहरू हुने भयो भने यो मुद्दा स्थापित हुनेछ। थारूको हक अधिकारमा तपाईँ जस्ता साथीहरू जोडिँदा अझ बढी स्थापित हुनेछ। लक्ष्मणवी लगायतका साथीहरूसँग पनि मेरो निरन्तर भेटघाट भएको छ। रासोपा र हाम्रो बारेमा, पहिचानका बारेमा हामी अनुदार छौँ कि भन्ने कुरा कता कता गरेको पनि सुनिएको छ। हाम्रा दस्तावेजहरू डाक्टर सोनी बगेलले अघि भन्नुभएको छ, त्यहाँ स्पष्ट रूपमा हामीले भनेका छौँ। पहिचानको विषयलाई लिएर कुनै पनि, चाहे अल्पसङ्ख्यक, चाहे थारू, चाहे मुस्लिम, कुनै पनि दलित, उनीहरूको पहिचानको विषयलाई लिएर त्यसलाई राजनीतिको रोटी सेक्ने मुद्दा मात्र बनाउने कुराको मात्र हाम्रो विरोध हो। पहिचानको विरोधमा हामी कहिले पनि छैनौँ। वास्तविक पहिचान भौगोलिक हिसाबले, सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले जहाँ जहाँ गर्व गर्नुपर्ने ठाउँहरू छ, रासोपाले गर्वका साथ त्यसलाई डकुमेन्टेड गरेको छ। र आज हामीले गरेको सहमति र सम्झौताको अक्षरश पालना गर्ने जिम्मेवारी तपाईँ हाम्रै हो। र पार्टी सभापतिका रूपमा तपाईँले विश्वास गरेर, आफ्नो भएको रहेको घरबाट विश्वास गरेर हाम्रो घरमा आउनुभएका तपाईँलाई परिवारका रूपमा न्यानो स्वागत गर्ने कुराको म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नयाँ राजनीतिक दल हौँ, पार्टी खुलेदेखि नै विभिन्न आक्रमणमा परेका छौँ। राज्य लाग्यो हामीमाथि, हाम्रो पार्टीको नाममा मुद्दा लाग्यो, चुनाव चिन्हमा मुद्दा लाग्यो, सभापतिमाथि मुद्दा लाग्यो, निरन्तर खेपि नै रहेको छु। यसका बावजुद पनि हामीले हाम्रो यात्रालाई रोकेका छैनौँ। यहाँहरू आएर हाम्रो यो यात्रा अझ बढी समृद्ध हुनेछ, हामीलाई विश्वास छ। यसबीचमा हामीले कयौँ साथीहरूलाई प्रशिक्षण पनि गर्न पाएका छैनौँ। हाम्रा कयौँ साथीहरू प्रतिबद्ध छन् तर प्रशिक्षित छैनन्। प्रशिक्षण नपाएको सङ्गठनले कहीँ कतै तपाईँहरूको मन दुखाएछ भने मलाई अघि तपाईँले छोरो भन्नुभयो, छोरो सम्झेर क्षमा गरिदिनु होला। तर मेरो कोसिस रहनेछ सभापतिका रूपमा कि आउनुभएका साथीहरूमाथि कसैले अपमान नगरून्, कसैले अपशब्द प्रयोग नगरून्, कसैले गाली गलोज नगरून्। तर प्रशिक्षणको अभावमा सङ्गठनलाई हामीले धेरै समय दिन पाएका छैनौँ। मुद्दा मामिलामा झेलिँदा अनेक किसिमको यो राज्य आतङ्क र अनेक किसिमका आरोप प्रत्यारोपहरूमा झेलिँदा हामीले गर्नुपर्ने कयौँ चिजहरू छुटाएका छौँ, तर हामीले हिँड्न छोडेका छैनौँ। हामी निकै अगाडि बढेका छौँ। त्यसैले त आज सिङ्गो देशको आशा र उत्साहको रूपमा रासोपालाई हेरिएको छ। आज देश निराश भएका बेलामा, चुनाव हुन्छ कि हुँदैन भनेर चिन्ता भएको बेलामा रासोपाको पछिल्लो समय गरिएका सम्पूर्ण क्रियाकलापले, सहमतिहरूले के स्पष्ट पारेको छ भने अब देशमा केही हुन्छ भन्ने कुराको सञ्चार मानिसहरूमा बढाएको छ। त्यो आशा आजका लागि महत्त्वपूर्ण कुरा हो। र यसैमा टेकेर तपाईँहरू हामी सबै साथ मिलेर हामी यसलाई गन्तव्यसम्म पुर्याउनेछौँ र अन्य विभिन्न नयाँ र होनहार साथीहरूलाई जोड्ने क्रम निरन्तर अगाडि बढाएका छौँ। सँगै जोडिँदा दुईटा खोला पनि मिसिँदाखेरि दोभानमा अलिकति 1-2 किलोमिटरसम्म त त्यो पानीको दुईटा अलग अलग सङ्लो र धमिलो पानीहरू पनि देखिन्छ। तर अलिकति नआत्तिनु होला, अलिकति धैर्य गर्नु होला, थोरै बग्न दिनुहोस् त। हामी सङ्लो हुन्छौँ, एउटै देखिन्छौँ, सँगै अगाडि बढ्छौँ। र विभिन्न समयमा हामीले आशा गर्दै, विभिन्न ठाउँ हुँदै, विभिन्न पार्टी हुँदै, विभिन्न अभियान हुँदै हामी यहाँसम्म आयौँ। हामी अब यहाँबाट अर्को घर जान चाहँदैनौँ भन्नुभएको तपाईँको यो अभिव्यक्तिलाई रासोपाले गम्भीरतापूर्वक लिएको छ र हामीलाई विश्वास छ तपाईँ हाम्रो साथ, हामी सँगै मिलेर यसैलाई नै एउटा अन्तिम गन्तव्य मिलाउँछौँ। किनकि यतिखेर इतिहासले मागेको कुरा र हामीले खोजेको कुरा, वर्षौँदेखि तपाईँहरूले लड्नुभएको कुरालाई उपलब्धिमा हासिल गर्ने समयमा हामी आइपुगेका छौँ। यस इतिहासको अत्यन्तै महत्त्वपूर्ण कालखण्डमा हामी आइपुगेको हुनाले मलाई लाग्दछ यो तपाईँको मात्र होइन, राजनीतिक रूपमा हाम्रो पनि गन्तव्य हो। हाम्रो पनि यही हो गन्तव्य। हामी पनि अर्को मौकाको खोजी गरिरहेका छैनौँ। उपस्थित साथीहरू, राजनीतिक रूपमा परिचय बनाएका मान्छे मात्र होइन, रासोपासँग समाजका विभिन्न तह र तबकाका साथीहरू जोड, सहमति गरेका साथीहरूबाट पनि समाजका विभिन्न तह र तबकाबाट
जोड दिएका साथीहरू जोडिएका छन् र कतिपयले यसलाई पनि कटाक्षको विषय बनाएका छन्। चाहे विभिन्न दल हुँदै राष्ट्रसभामा आएकाहरूलाई कटाक्ष गर्ने कुरा होस् या नयाँ राजनीति गैर राजनीतिक मानिसहरू पनि राजनीतिमा आएको विषयलाई कटाक्ष गरेको कुरा होस्, म ती सबैलाई एकमुष्ट रूपमा के भन्न चाहन्छु भने मुलुकमा जब सङ्कट पर्छ, मुलुक जब राजनीतिक रूपमा अप्ठ्यारो परिस्थितिमा आउँछ, राजनीति गर्नेहरूले सही राजनीति जब गर्दैनन् त्यतिखेर देशका हर पेसाकर्मीले हस्तक्षेप गर्नुपर्ने हुन्छ। यो हस्तक्षेप गर्ने बेला हो, सबले हस्तक्षेप गरेका हुन्। यो तपाईँको हाम्रो आजको यो बृहत यो एकता यो समायोजन यो हस्तक्षेप हो। यो हस्तक्षेपले परिणाम दिन्छ। कविहरू आए, कलाकारहरू आए, मोडलहरू आए, खेलाडीहरू आए भनेर चिन्ता लिनुभएको छ कि कवि कलाकार मोडलहरूलाई कविलाई कविता लेख्न छोड्नु भएर तपाईँले कलाकारलाई कलाकारिता मात्र गरेर खाने बस्न दिनु भएर तपाईँहरूले दिनु भएन। त्यसकारणले हस्तक्षेप गर्न बाध्य भएर हर पेसाकर्मीहरू राजनीतिमा आएका हुन्। हामीलाई विश्वास छ ती सबै साथीहरूको साथले, यो एकताले र यो एकबद्धताले हामी मुलुकलाई परिणाममा लिएर जानेछौँ। अब कुनै पनि किसिमका षड्यन्त्रको राजनीति नहोस्। मैले पार्टीको एकताहरूको धेरै समाचारहरू पढेको छु, देखेको छु, हेरेको छु। एकताको दिनमा अनुहारमा देखिएका हाँसोहरूको पनि मलाई अन्दाज छ। त्यो एकताहरू भाँडिएका, भड्किएका र निराश भएका अनुहारहरूको पनि तस्बिर मेरो आँखामा झलझली छ। आज यो मिलनको बेलामा, यो खुसियालीको बेलामा, यो सङ्गमको बेलामा मैले अन्य कुरा गर्नु त हुँदैन, तर तपाईँ हाम्रो प्रतिबद्धताको आधारमा नै तपाईँ हाम्रो मित्रताको आयु निर्धारण गरेको हुन्छ। यो हामीले नै प्रमाणित गर्नुपर्नेछ, अरू कसैले प्रमाणित गर्नेवाला छैन। देशको र इतिहासको यो आवश्यकतालाई हेरेर हामीले के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले तय गर्ने हो। राजनीतिक दलका रूपमा अघिल्ला पुस्ताका राजनीतिक दलहरूले चुनाव अगाडिको अप्राकृतिक लाग्ने गठबन्धनदेखि प्रधानमन्त्रीका म सबैलाई यही भन्न चाहन्छु, जति पनि शक्तिहरू सलबलाइरहेका छन् अहिले, अब यो इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको, देशले एउटा सुनौलो भविष्य कोर्न लागेको यो बेलामा डिस्टर्ब गर्ने होइन, जस्ट सिट डाउन। सबैलाई भन्न चाहन्छु, प्लिज डु नट डिस्टर्ब, जस्ट सिट डाउन। ब्यालेट बक्समा भेटौँ, ब्यालेट खोलौँ। ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ। ब्यालेटमा मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नका लागि हामी तयार भएर साथीहरू, राजनीतिक दलहरू, अभियन्ताहरू सबैलाई बोकेर एकै ठाउँमा लिएर हिँडेका छौँ। समाजले चिनेका, जानेका, मानेका, हर तह र तब्काका, सङ्घर्ष गरेका, थरुवाट आन्दोलनदेखि लिएर अन्य विभिन्न पहिचानवादी आन्दोलनदेखि लिएर विभिन्न पेसा र व्यवसायमा भएका सबै साथीहरूलाई एउटै मालाभित्र उनेर हामी घन्टी चुनाव चिन्हमा गोलबद्ध भएर आउनुहोस्। हामी आउँछौँ, हामी सबैजनालाई एक ठाउँमा लिएर आउँछौँ। तपाईँले कहाँ भोट हाल्ने भन्ने कुराको अलमल हामी तपाईँलाई गर्दैनौँ, तपाईँले अलमल गर्न पाउनुहुन्न। व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर देशको हितलाई ध्यानमा राखेर हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ। त्यो म्याजिकका लागि कहाँ कसले के त्याग गर्नुपर्छ हामी सब तयार छौँ। पार्टीभित्र गुटो गुटको कुराकानी गर्न खोज्ने, म यतिजना मान्छे म उतिजना मान्छे भन्ने कुरा गर्ने, त्यो युगबाट हामीले बाहिर निस्किनुपर्छ साथी हो। मुलुकलाई निकास दिने कुरामा एउटा सानो झुन्डमा एउटा सानो मान्छे सानो ठाउँमा बसेर सोच्न थालियो भने मुलुकले निकास पाउँदैन। म देखिरहेको छु हाम्रै पार्टीभित्र पनि साथीभाइहरूले योगदानको मूल्य माग्ने बेला भयो भने जस्तै यो हामीले त योगदान दिएको थिएँ भन्नुभएको छ, योगदानको मूल्य माग्ने बेला भएको छैन साथी हो। देशलाई योगदान दिने बेला भएको छ, कसैले पनि योगदानको मूल्य माग्ने बेला भएको छैन। र पार्टीको विभिन्न पोजिसनमा र चुनाव आउँदाखेरि टिकटका लागि अथवा अहिलेदेखि नै जोडिएका साथीहरू होस् अथवा पुराना साथीहरू बिच चाहिँ म यहाँको उम्मेदवार म उहाँको उम्मेदवार भन्ने जुन होडबाजी चलेको छ त्यो होडबाजीलाई एकैपटक खारेज गर्नु होला। एउटा विधि र प्रक्रियाबाट को कहाँको उम्मेदवार भन्ने कुरा पार्टीले तय गर्छ, अनुशासित ढङ्गले तय गर्छ। र नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो। नयाँ जोडिएका साथीहरूप्रति अन्याय हुने छैन, ग्यारेन्टी भयो। व्यक्तिलाई न्याय गर्न सकिन्छ सकिन्न थाहा छैन, सिङ्गो अभियानलाई अन्याय गरिन्न साथी हो, यो ग्यारेन्टी भयो। अब
आशाको कुरा गर्नुपर्नेछ, हामीले बनाउनु पर्नेछ, हामीले धेरै कुरामा ध्यान दिनुपर्नेछ। त्यसैले अबको हाम्रो राजनीतिक चरित्र, अबको हाम्रो सपना, अबको हाम्रो योजना हामी लहरभन्दा अलि माथि उठ्नुपर्नेछ। आफ्नो जिम्मेवारीमा हामीले हेर्नुपर्नेछ। सबैजना एकैपटक केन्द्रीय संसद जाने कुरा सम्भव छैन साथी हो। वडामा पनि कोही जानुपर्छ, पालिकामा पनि कोही जानुपर्छ, अन्य निकायहरूमा पनि हामी जानुपर्ने हुन्छ। त्यसकारणले सबै साथीहरूलाई देशको बागडोर सम्हाल्न तयार हुनको लागि म यहीँबाट अनुरोध गर्न चाहन्छु। यो 1 वर्ष कारागार बसेर हो क्या बोल्ने बानी छुटेछ। भनौँला भन्ने कुरा धेरै थियो, छुटाएको कुरा धेरै भयो, गरौँला भन्ने छोटो थियो, हुन गयो लामो। जे भए पनि म यहाँहरूसँगै छु। अझै पनि केही कामहरू बाँकी नै छन्, त्यसलाई हामी सम्पन्न गर्नेछौँ। निर्वाचनलाई लिएर हामीले गर्नुपर्ने तयारीहरू बाँकी नै छन्, त्यसका लागि पनि हामी तयार हुनुपर्नेछ। यो सम्पूर्ण यात्रामा साथ दिनुहुने म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि पनि म रिपिट गर्न चाहन्छु कि जति पनि मुद्दाहरूमा हामीले सहमति जनाएका छौँ, त्यो सहमति फकत केही भोट पाइन्छ होला, हामीलाई केही समर्थन चाहिन्छ होला, हामीलाई त्यो बेल्टको पनि या त्यो क्लस्टरको पनि भोट चाहिन्छ होला भन्नका लागि हामीले गरेको सहमति सम्झौता होइन। इमान्दारितापूर्वक इतिहासले विभेदमा पारेका थारूहरूको हक हितका लागि भनेर इमान्दारिताका साथ शिर झुकाएर छातीमा हात राखेर हामीले गरेको सहमति हो। यसको अक्षरशः पालना हुन्छ। मैले बारम्बार भन्दै आएको कुरा दोहोऱ्याएर म यहाँबाट बिदा हुन्छु। एउटा चुनावका लागि हो भने साथी हो, हाम्रो मनमा यो चुनाव चाहिँ लहर आइहाल्यो, यही चुनावलाई चाहिँ हामीले सकिहाल्नु पर्नेछ भनेर हामी मध्ये कोही केवल यो एउटा चुनावका लागि जोडिएका हौँ भने यो देशका लागि ठुलो धोका हुनेछ। तर एउटा पुस्ताका लागि हामी जोडिएको हो भने आउनुहोस् सँगै हिँडौँ। एउटा पुस्ताको भविष्य बदल्ने काँधमा जिम्मेवारी आएको छ, आउनुहोस् सिङ्गो पुस्तालाई न्याय दिने काममा हामी अगाडि बढौँ। रासोपा साथमा छ। मैले यस पार्टीको कमान्डरको हिसाबले, सभापतिका हिसाबले कहाँ के त्याग गर्नुपर्नेछ, कहाँ के समन्वय गर्नुपर्नेछ तपाईँहरूले मलाई कुनै पनि बेला सम्झन सक्नुहुनेछ। फेरि पनि रासोपालाई विश्वास गरेर मुद्दासहित आफ्ना मुद्दा रासोपाका माध्यमबाट रासोपासँग गोलबद्ध भएर स्थापित गर्नमा अझ बढी मद्दत मिल्छ भन्ने विश्वासका साथ आउनुभएका साथीहरूलाई म फेरि पनि स्पष्ट गर्न चाहन्छु, तपाईँको मुद्दा तपाईँको मात्र होइन, रासोपाको हो। अब रासोपाको मात्र होइन, सिङ्गो देशको मुद्दा बनाउँछौँ हामी।